सर्वप्रथम परमेश्वरलाई धन्यवाद होस् अनि यहाँहरू सबैले येशू ख्रीष्टको नाममा जय मसी। के तपाईले कसैलाई क्षमा गर्नुभएको छ? आज हामी परमेश्वरको वचन खण्ड एफेसी 4 अध्यायको 32 पदबाट हेर्नेछौँ, जहाँ यसरी लेखिएको छ, जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो त्यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एक अर्काप्रति कोमल मनका र दयालु हो। आजको वचनको शीर्षक रहेको छ, येशू ख्रीष्टले जस्तै हामीले पनि अरूलाई क्षमा गरौँ। परमेश्वरको प्रेरणाबाट पावल प्रेरितले यो वचनद्वारा एफेसीको मण्डलीलाई भन्दछ कि तिमीहरू भित्र भएका तितोपना, रिस, क्रोध, डाह, निन्दा, होहल्ला सबै त्यागेर एक अर्कालाई क्षमा गरी एक अर्काप्रति कोमल मनका र दयालु हो। आज यो वचन हाम्रो लागि पनि हो। परमेश्वरले हामी पापी छँदै हामीलाई अगापे प्रेम गरी हामीले पाउनु पर्ने दण्ड सबै येशू ख्रीष्टमाथि राखी हाम्रो साटो येशू ख्रीष्टलाई पापी बनाउनु भयो अनि येशू ख्रीष्टले हाम्रो दण्डलाई आफै भोगी हामीलाई क्षमा दिनुभयो। त्यसकारण हामी परमेश्वरको सन्तान र येशू ख्रीष्टको चेला भएकोले हामीले पनि एक अर्कालाई क्षमा गर्नुपर्दछ। क्षमा दिनु भनेको हामी भित्र लुकेको हृदयका चोटहरूबाट छुटकारा पाउनु हो, जसलाई भित्री चङ्गाई पनि भनिन्छ। के तपाईँ पनि भित्री चङ्गाई हुन चाहनुहुन्छ? यदि हो भने अरूलाई क्षमा दिनलाई सधैँ तयारी हुनुहोस्। क्षमा चाहिँ परमेश्वरको एउटा स्वभाव हो। येशू ख्रीष्टले पनि क्षमादान देखाउनु भयो। लुका 23 अध्यायको 34 पद। भित्री चङ्गाईको ढोका खोल्ने चाबी नै क्षमादान हो। क्षमादान भनेको न्याय गर्नुको साटो कृपा देखाउनु हो, खराबीको साटो भलाइ गर्नु हो, अरूलाई आदरको योग्य ठहराउनु हो। वचनले भन्दछ, हामीले अरूलाई क्षमा गर्यौँ भने हामीलाई पनि क्षमा गरिनेछ। यदि हामीले अरूलाई क्षमा गरेनौँ भने हामीलाई पनि क्षमा गरिने छैन। मत्ती 6 अध्यायको 14-15 पद। क्षमा दिनेले जित्छ, क्षमा नदिने चाहिँ हार्छ। अब तपाईँ र मलाई चुनौती छ, हामी जित्ने हौ कि हार्ने हौ? येशू ख्रीष्टले जस्तै हामीले पनि अरूलाई क्षमा गर्नको लागि परमेश्वरको प्रेमलाई बुझ्न आवश्यक छ र परमेश्वरको वचन मेरै निम्ति लेखिएको हो भनी विश्वास गर्नुपर्दछ र येशू ख्रीष्टको अनुसरण गर्नुपर्दछ। तब मात्र सम्भव छ। आमेन। हुन्छ, आजको वचनलाई म यही राख्न चाहन्छु। सबैलाई जय मसीह।